हेलो साथीहरु, आज हामीहरु एउटा टपिक हेर्नेछौं। HbA1c को बारेमा धेरै जना सुन्नुभयो होला। दिस इज द पार्ट अफ ल्याब इन्भेस्टिगेसन, जसको बारेमा म तपाईहरुलाई राम्ररी बुझाउने प्रयास गर्नेछु। डायबिटिज को बारेमा तपाईहरु पक्कै पनि सुन्नुभयो होला। यदि हामीहरुलाई डायबिटिज डिटेक्ट गर्नु छ भने हामीहरु पेशेन्टको ब्लड सुगर लेभल चेक गर्छौं। यदि उसको ब्लड सुगर लेभल बढेको छ भने दैट इज डायबिटिक्स। ओके, तर यस्तो पनि कन्डिसन हुन सक्छ कि उसले कुनै ड्रग्स जस्तै कि स्टेरोइड और एनी हाई सुगर कंटेंट फूड खाया होला तथा एनी अदर कारणले गर्दा पनि उसको ब्लड सुगर लेभल बढेको छ भने जुन पछि गएर नर्मल पनि हुन सक्छ। सो यसबाट हामीहरु कन्क्लुड गर्न सक्दैनौ कि पेशेन्ट डायबिटिक नै हो। सो टु कन्क्लुड द पेशेन्ट इज एक्चुअली डायबिटिक, त्यसको लागि हामी एउटा जाँच गराउँछौं, दैट इज HbA1c टेस्ट। HbA1c एउटा त्यस्तो ब्लड टेस्ट हो जसले हाम्रो शरीरको पछिल्लो 2 देखि 3 महिनाको एभरेज ब्लड सुगरलाई बताउने गर्दछन्। यसको फुल फर्म हो HB भन्नाले हेमोग्लोबिन, A1 भन्नाले एडल्ट हेमोग्लोबिन र C भन्नाले एडल्ट हेमोग्लोबिनकै एउटा सब टाइप हो। जब हाम्रो शरीरको ब्लड ग्लुकोज लेभल हाई हुन्छ तब ग्लुकोज हेमोग्लोबिनसँग अट्याच हुन्छ इरिभर्सिबली, अर्थात द अट्याचमेन्ट इज इरिभर्सिबल भन्नाले जबसम्म RBC डिस्ट्रोय हुँदैन तबसम्म हेमोग्लोबिन ग्लुकोजसँग अट्याच नै रहन्छ र यो प्रोसेसलाई चाहिँ के भनिन्छ भने ग्लाइकेसन प्रोसेस भनिन्छ। ओके, अब चाहिँ प्रश्न आउँछ कि यो HbA1c ल्याब टेस्टले पछिल्लो 2 देखि 3 महिनाकै एभरेज ब्लड सुगरलाई कसरी देखाउँछ त? हामीलाई थाहा नै छ कि RBC को लाइफ स्पान कति हुन्छ, 120 दिनको हुन्छ, लगभग 4 महिना र न्यूली फर्म RBC फर्स्ट 90 डेज को आर मोर प्रोन टु ग्लाइकेसन, अर्थात नयाँ बनेको RBC मा रहेको जुन हेमोग्लोबिन हुन्छ तिनीहरू मात्र ग्लुकोजसँग अट्याच हुन्छन्। ओके, र ओल्डर RBC जुन 90 दिन पछिको RBC हरू हुन्छ तिनीहरू के हुन्छ भने लेस इफिशिएंट टु ग्लाइकेसन। Therefore, HbA1c reflects 2 to 3 months of average blood sugar. Okay, HbA1c को इंटरप्रिटेशन हेरौं। यदि HbA1c को लेभल 5.7% भन्दा कम छ भने त्यसलाई नर्मल बुझ्ने, 5.7 र 6.7 को बीचमा छ भने त्यसलाई प्री डायबिटिक भन्ने र 6.7% भन्दा बढी छ भने त्यसलाई डायबिटिक भन्ने। अब यो HbA1c टेस्ट कहिले गराउने? यदि तपाईलाई डायबिटिक छैन भने प्रत्येक 1 देखि 2 सालमा गराउन सक्नुहुन्छ। यदि तपाईलाई प्री डायबिटिक छ भने प्रत्येक 6 महिनामा जाँच गराउनु पर्छ र डायबिटिक्स हुनुहुन्छ भने यदि तपाई सुगरको बिरामी हुनुहुन्छ भने प्रत्येक 3 महिनामा तपाईलाई यो HbA1c ल्याब टेस्ट गराउनु पर्छ। थ्यांक्स फर वाचिङ द भिडियो। प्लिज लाइक, कमेन्ट एन्ड सब्स्क्राइब माई YouTube channel. Thank you.